जय गुरुदेव। जय गुरुदेव। यहाँहरू शिक्षा क्षेत्रसँग आबद्ध रहनु भएको छ, एउटा हिन्दू विद्यापीठ नेपालसँग आबद्ध भएर अगाडि बढ्नु भएको छ। अब भावातीत ध्यान चेतनामा आधारित शिक्षा र नेपाल महर्षि वैदिक फाउन्डेसनले चालेका विविध गतिविधिहरूमा यहाँहरू सरिक हुने गर्नुहुन्छ। के छ यहाँका अनुभवहरू र विद्यालयलाई यो किसिमको जुन किसिमको प्रकाशमा ल्याउनका लागि यहाँहरूले चालेको कदम पक्कै पनि सराहनीय छ र यहाँ हैदराबादका विविध कार्यक्रमहरूमा पनि यहाँ समाविष्ट हुनुभयो। त्यहाँको अनुभव कस्तो रहेछ? अब पहिलो म हजुरलाई पहिलो स्क्रैच मैले सुरु गरेको आईटीबाट सुरु गरेँ मेरो क्यारियर। कलेज पढ्दा पढ्दै प्रोग्रामिङ डाटाबेस जीडब्ल्यू बेसिकबाट एउटा संस्था मिप्स प्राइभेट लिमिटेड, यसले चाहिँ मिलियन्स इन्फर्मेसन पर सेकेन्ड भनी लगभग पहिलो कम्पनीको रूपमा संस्थाको रूपमा यसरी गरेर धेरै ठाउँतिर मैले एनजिओ आइएनजिओतिर गरेँ। अब त्यसबाट जसरी एउटा चेतनाको मलाई चाहिँ एउटा क्रिएटिभ एउटा प्लेटफर्म मिल्यो नि। अब जसरी त्यो पार गर्दा गर्दै म स्कुलमा नि आएँ। यहाँ आउँदाखेरि मलाई यस्तो फिल भएको छ कि अब त्यसमा पनि फेरि यो वैदिक चेतनामा आधारित ट्रान्सेन्डेन्टल मेडिटेसनमा यसले गर्दा त के भयो भने मलाई पहिल्यैदेखि नै अब मैले चाहिँ कस्तो गर्ने कम्प्युटरको भनेपछि म्यानमेड आर्टिफिसियल इन्टेलिजेन्स एउटा मिमिक्री मानवको चाहिँ एउटा चाहिँ ब्रेनलाई एउटा असिस्टेन्टको रूपमा चाहिँ कसरी गर्न सकिन्छ भने त्यो आधारमा यसरी सुरुवात भयो कम्प्युटरको। अनि यसलाई गर्दाखेरि मैले के गर्थेँ त धेरै मान्छेको प्रब्लम मैले फिक्स गरिदिन्थेँ। त्यो गर्दा मेरो ब्रेन चाहिँ के हुने भयो टायर भइरहने। यसलाई मैले कसरी गर्न सकिन्छ यसलाई भन्दाखेरि व्यवस्थापन। त्यसै गरी म टुरिज्मतिर माथि जाने आफै घुम्ने यसो गर्थेँ। अहिले ध्यान यो भावातीत ध्यान भनेपछि यो ट्रान्सेन्डेन्टल जस्तै महाभारतमा कृष्णजीले अर्जुनलाई गरेको जस्तो यो चेतनामा आधारित ब्रेन इज लाइक अ प्रेसियस गिफ्ट फ्रम द नेचर है। यस्तो गिफ्टलाई चाहिँ हामी हेल्दी बनाउन सक्यौँ। यो हेल्दी कसरी बनाइन्छ भन्दाखेरि यही हाम्रो हामी कहाँ भएको सनातन सभ्यता पूर्वीयलाई यसरी के गर्न सकिन्छ त हामीले यो हेल्दी ब्रेन एउटा हेल्दी ब्रेनले के गर्न सकिन्छ त चेतना क्रिएटिभिटी जस्तै कविले कवि चाहिँ एउटा सूर्यको प्रकाशै नपुग्ने ठाउँ पनि गएर उहाँले चाहिँ के गर्छ सृजना गर्न सक्छ। यस्तो के हो नि त इफ यु हेभ अ हेल्दी ब्रेन then you need healthy food, healthy thinking, all the aspect you can do it through the healthy brain. यो कसरी छ भन्दाखेरि यो भावातीत ध्यानमा मैले के पाएँ भने एउटा ब्रेनलाई चाहिँ कसरी इन्टायर रूपमा यसलाई नथाकिकन यसलाई रेस्ट दिएर है अचेत अवस्था नपुर्याई भावातीत पहिला भएका सबै हाम्रा ट्रौमाहरूलाई होइन यसलाई निकाल्नको लागि नै यो भावातीत ध्यानले धेरै मद्दत गरेछ। होइन मैले कम्प्युटरमा यसरी काम गर्दाखेरि होइन धेरै समस्या पर्थ्यो, तनाव हुन्थ्यो, स्ट्रेस फिल हुन्थ्यो, निद्रा नलाग्ने हुन्थ्यो। यसलाई मैले के गरेर टुरिज्ममा माथि हिमालमा फोटोग्राफी गरेर होइन त्यसरी मैले क्यास गरेको थिएँ, एक्सचेन्ज गरेको थिएँ। मैले यसलाई चाहिँ सिग्निफिकेन्ट पार्ट अफ माई लाइफ चाहिँ यसरी गर्थेँ। अब अहिले आएर चाहिँ मलाई यो भावातीत ध्यानले चाहिँ धेरै कुरा हामी हैदराबाद जाँदाखेरि पनि लाइभ चाहिँ एउटा मानिसलाई एउटा व्यक्तिलाई भोलिन्टियरलाई ब्रेनमा चाहिँ विभिन्न पार्टमा चाहिँ त्यहाँको चाहिँ त्यो आँखा चिम्लिँदा र आँखा नचिम्लिँदा वाट इज द डिफरेन्स है तनाव कतिको हुँदो रहेछ यो फ्रिक्वेन्सी वेभलेन्थ कस्तो हुँदो रहेछ। आँखा चिम्लिँदाखेरि वी क्यान कट मिलियन्स अफ इमेजेस है हाम्रो आँखाबाट गएको इमेजहरू त्यहाँ नाच्न थाल्छ प्रोसेस गर्न थाल्छ होइन हाम्रो इनपुट भएको डाटाहरू जस्तै सुनेर होस् आँखाबाट दिएर होस् होइन छामेर होस् यो गएकोलाई चाहिँ हामीले के छ भावातीत ध्यानले चाहिँ के गर्दछ जब आँखा हामी क्लोज गर्छौँ हाम्रो चाहिँ विचारहरू एकदम स्थिर भएर बसेको पाइयो। त्यहाँ लाइभ हेर्न पाइयो हामीले होइन ठुल्ठुलो साइन्टिस्ट नासाका साइन्टिस्टहरू होइन प्रोफेसरहरू आएर त्यहाँ प्र्याक्टिस गर्नु त्यसले चाहिँ मलाई धेरै चाहिँ
नै इम्प्याक्ट पायो। यही कुरा चाहिँ हामीले स्कुलमा आएर हाम्रो बच्चाहरूलाई पनि राख्यौँ। यसबाट हाम्रो राम्रो रिजल्ट आयो। हाम्रो गुरु चिन्तामणि गुरुले यस्ता हामीलाई ठुलो अपर्च्युनिटी दिनुभयो होइन। स्कुलबाट हामी 6जना हामी 2जना टिचर मेल टिचर 3जना चाहिँ हाम्रो म्यामहरू 4जना 6जना हामी गएका थियौँ। यसले चाहिँ हामी एक्सचेन्ज गर्न पायौँ। त्यहाँ कति देशका व्यक्तित्वहरूसँग यहाँहरूले एक किसिमले भन्नुपर्दा सामिप्यता जोड्न पाउनुभयो? करिब त्यहाँ एउटा कुम्भ मेला नै थियो। यसमा 160-65 जति जस्तो त्यहाँ अब द्वन्द्व भएका जस्तो इजरायल प्यालेस्टाइन द्वन्द्व भएका छन् नि, त्यहाँ आएर एक आपसमा मिलेर भाइचाराको रूपमा प्र्याक्टिस गरेका छन् होइन। उहाँहरू त्यो देशमा जाँदाखेरि त्यहाँ आउने भाइब्रेसन फरक आउँछ भन्ने मनसायका साथ पनि यो चाहिँ हाम्रो महर्षि महेश योगीको जन्मदिन पारेर त्यहाँ ठुलो प्रोग्राम पहिला पनि गर्नुभएको रहेछ। अनि यसैलाई चाहिँ कन्टिन्युटी दिने। अनि यसले चाहिँ हाम्रो राजाजीले चाहिँ के भन्नुभयो भने अब मलाई भाइब आइसक्यो, यो हुने अब त्यही बेला चाहिँ के थियो त रसिया र युक्रेनको वार थियो। अनि मलाई भाइब आइसक्यो, म कति दिनसम्म म व्रत बस्छु, अब बोल्दैन बोलिकन त्यस्तो रहेछ। अब मैले यो गर्छु, यो चाहिँ ठुलो चाहिँ टर्न सक्छ भने यस्तो भन्नाले अब त्यहाँ चाहिँ हाम्रो बिहान बेलुका 2टा चाहिँ शान्ति स्वस्ति शान्ति त्यो के रुद्राभिषेक चाहिँ नेपाली 500 जना बटुकहरूबाट चाहिँ गुरुहरू बटुकहरूबाट अनि इन्डियन 500 जना 1500 जना लगभग। अहिले मलाई फिगर एक्ज्याक्ट नेपालीबाट चाहिँ 5 जना हो, नेपालबाट 500 जना, उताबाट 1000 जना जस्तो लाग्छ। 1500 को रुद्राभिषेक त्यहाँ भइरहन्थ्यो। अनि अर्कोतिर उतातिर सेटेलाइटमा चाहिँ ध्यान अनि प्र्याक्टिस फ्लाइङ त्यसो भइरहन्थ्यो। यसले चाहिँ एउटा पूर्वी दर्शनलाई पश्चिमाको प्र्याक्टिसमा यसरी जोड्नको लागि यसबाट चाहिँ फ्युजन भएर के भयो त यो प्र्याक्टिकल हो कि होइन रहेछ भन्ने देखाउन खोजिएको थियो। त्यसले गर्दा ठुलो राम्रो चाहिँ इम्प्याक्ट परेको थियो। हामी यो यस्तो पावन भूमिमा छौँ, एउटा यो आध्यात्मिक धरातलमा रहेका छौँ, ऋषि महर्षिहरूको उत्पत्ति स्थलमा रहेका छौँ, वेदको उत्पत्ति स्थलमा रहेका छौँ। अब महर्षि महेश योगी भारतमा जन्मिए तापनि उहाँले नेपालले नेतृत्व गर्नुपर्दछ विश्वको भनेर भन्नुभएको छ। त्यत्रो उदात्त हृदय उहाँभित्र रहेको छ। हामीले त्यो हृदयलाई बुझ्न सकेका छौँ या छैनौँ, राज्यले बुझ्न सकेको छ या छैन, र बुझ्नु आवश्यक कतिको देख्नुहुन्छ या बुझ्न ढिलो भयो अझै? अब यो महर्षि गुरुको चाहिँ एउटा मैले उहाँको देनलाई चाहिँ बोल्न सक्ने मेरो आवाज पनि छैन, शब्द पनि छैन, अवर्णनीय नै छ। किनभने उहाँ एउटा इन्जिनियर, टेक्निकल फिल्डमा लागेको आफै उहाँ इन्जिनियर व्यक्ति, त्यत्रो ठुलो देश होइन मा जन्मेर पनि उहाँले त्यो सबै पेसालाई एकातिर राखेर एकजना गुरुसँग उहाँको भेट भएछ। अनि गुरुसँग उहाँ चाहिँ के भयो त उहाँ चाहिँ एट्याचमेन्ट हुनुभयो। त्यसपछि उहाँलाई के भयो लगभग 9-10 इफ आई एम नट इनकरेक्ट लगभग 10 वर्ष जति उहाँ चाहिँ अन्डरग्राउन्ड हुनुभयो। त्यहाँबाट आएपछि उहाँ महाभारत वेदलाई यो वेद चाहिँ के हो कसो हो भन्ने कुरा उहाँले एउटा चाहिँ स्क्रैच गर्नुभयो हैन। त्यसलाई के गर्नुभयो त उहाँले यो पढ्ने लेख्ने च्यान्ट गर्ने एउटा पाटो छ। अब यसलाई हामीले यहाँ बसेर मात्र हुँदैन, यसलाई युरोपमा पनि लानुपर्छ, हामीले यसलाई प्र्याक्टिकल गर्नुपर्छ भनेर उहाँ चाहिँ नेदरल्यान्ड युरोपको धेरै पार्ट जानुभयो। गएपछि उहाँले चाहिँ यसलाई त्यहाँ गरेपछि के भयो साइन्टिस्टहरूलाई राजा भनेर अहिले जुन उहाँको चाहिँ फलोहरूको रूपमा चाहिँ हुनुहुन्छ मेन चाहिँ राजाजी होइन, अरू कन्ट्री अनको राजा हुनुहुँदो रहेछ। मेन उहाँको असिस्टेन्ट, उहाँ चाहिँ आफै साइन्टिस्ट, न्युरो र कस्मिक साइन्टिस्ट। उहाँलाई जिम्मा दिनुभयो, ल तिमीले चाहिँ यो वैदिक चेतनालाई होइन पूर्वीय चेतनालाई तपाईँले यसलाई
प्र्याक्टिकल साइन्टिफिक रूपमा चाहिँ प्रुफ गरिदिनुहोस् भनेपछि उहाँले कम्प्युटर आइटी साइन्स र हरेक विधामा चाहिँ उहाँले यस्तो फ्लो चार्ट बनाएर कसरी चाहिँ यसलाई ट्रान्सिडेन्टल कसरी जान्छ भन्नुको मतलब जस्तो हाम्रो पूर्वीय दर्शनले चाहिँ पञ्चतत्त्व भन्छ नि हो सबै हाम्रो शरीरहरू पञ्चतत्त्वबाट बनेको छ त्यो पञ्चतत्त्व मिल्ने र जोड्ने हामी जुनसुकै एउटा साइकल छ नि पानी पर्छ हिमालबाट सागरमा जान्छ इन्फिनिटिभ यो हाम्रो कहाँ जोडिन्छ सबैको आत्मा भनेको इन्फिनिटिभनेसमा चाहिँ त्यहाँ गएर जोडिएपछि के हो हामी सबै एकै हौँ भन्ने चाहिँ उहाँको चेतना यसलाई चाहिँ उहाँले राखेको कुराहरूलाई किताबहरू लेखेर उहाँले प्र्याक्टिकल गरेर साइन्टिफिक पार्टमा चाहिँ प्रुफ गरेपछि अब यो चाहिँ उहाँको चाहिँ आइडियोलोजी यसरी संसारभरि छरिनु र हामीले पनि एउटा चेतनाको आधारमा त्यसरी गर्नु पाउँदा मलाई चाहिँ धेरै गर्व लागेको छ। पक्कै पनि यहाँहरूबाट विद्यार्थीहरू समाज शिक्षक हरेक वर्गमा त्यो भाइब्रेसन जानेछ र राज्य नै एउटा प्रकाशमय र अथवा उज्यालोतर्फ लम्किनेछ। यो महान यात्रामा अगाडि बढ्नुभएको छ। एउटा शिक्षा मात्रै नभएर पूर्ण शिक्षा र ज्ञान मात्रै नभएर पूर्ण ज्ञान यहाँ प्रदान गर्ने अभियानमा जोडिनु भएको छ। महर्षि महेश योगी जस्ता व्यक्तित्वहरूले देखाएको मार्गमा हिँड्न पाइएको छ, त्यसमा हामीले गर्व महसुस गर्नुपर्छ। यो यात्रा अनवरत रूपमा अगाडि बढिरहोस्। हाम्रो सनातन सभ्यता कार्यक्रमका लागि समय दिनुभयो, यसका लागि यहाँको विद्यालय परिवार विद्यार्थीहरू सम्पूर्णलाई म विशेष हार्दिक आभार व्यक्त गर्न चाहन्छु। जय गुरुदेव। यहाँले पनि हामीलाई समय दिनुभयो, प्रिसियस टाइम होइन हाम्रो लागि, हाम्रो विद्यालयलाई पनि यहाँको यो हाम्रो सनातन कन्सियसनेस होइन मेडिटेसनले गर्दा हाम्रो विद्यार्थी भाइलाई एक त भाइब गएको छ। एउटा हाम्रो संस्कार हिन्दू विद्यापीठ भने चाहिँ एउटा संस्कार, हामी एजुकेसन मात्र होइन संस्कार सिकाउँछौँ र यो चाहिँ हाम्रो कस्तो भने विद्यार्थीमा मात्रै नभएर हामीले के छ त प्यारेन्टहरूलाई हाम्रो निम्न स्तरका देखि माथि सबै किसिमका विद्यार्थीहरू र गार्जियनहरूलाई चाहिँ हामीले यसरी कनेक्ट गरेर हामीले कसरी हुन्छ होइन एउटा चेतनाको आधारमा हामीले कुनै पनि फाइदा नलिकन त्यसलाई क्यासको रूपमा नभई समाजलाई कसरी रूपान्तरण गर्ने भन्ने हाम्रो चाहिँ डाक्टर बिहारीलाल ज्यूले चाहिँ यो फाउन्डेसन सुरु गर्नुभएको रहेछ। म पनि त्यसमा विशेष नेपालमा चाहिँ उहाँको दाइसँग काम गरेर त्यहाँबाट यहाँ आएछु। मलाई एउटा मैले सोचेको कुरा राम्रोतिर पोजिटिभतिर यहाँ ल्याएर फेरि लास्टमा मेरो लाइफमा चाहिँ यति गर्न पाउँदा मलाई पनि धेरै नै खुसी लागेको छ। हस् हस्, थ्याङ्क यू। जय गुरुदेव। जय गुरुदेव।